अब फेरि आफ्नो फेरि गीतै फेरि अलि रियलिस्टिक मात्रै हुन्छ कि बट्टी छिर्ने केटा पढ्ने डबल मिनिङ भन्छ होइन मैले यस्तो त्यो हुन्छ नि एउटा राष्ट्रभक्तवाला राष्ट्रभक्ति गीत गाउनेवाला मैले निज मान्छेहरू पनि देखाएको छु कि तर म चाहिँ हुन्छ नि त्यो धेरै ठुलो कुरा गर्दैन कलाकारितामा एउटा इन्टरटेनमेन्ट मनोरञ्जन मात्रै भन्ने पनि एउटा विधा हुन्छ सो म चाहिँ मनोरञ्जनको लागि मात्रै गाउँछु मैले अहिलेसम्म त्यस्तो धेरै हुन्छ नि त्यो देशको लागि जनजागरणको लागि धेरै गीतहरू मैले गाउन पाएको छैन माफ गर्नुहोला तर हामी भनेको कलाकार भनेको चाहिँ समाजको ऐना हो समाजमा जस्तो जस्तो घटनाहरू घट्छन् रमाइलो हाँसो ठट्टाहरू जस्तो जस्तो खालको हुन्छ नि त्यस्तैलाई नै हामीले चाहिँ सर्लक्कै देखाउने हो सो केटा हो आज त ह्याप्पी न्यू इयर हो छिर्ने होइन त भट्टी ओके एक लाख छिर्दिउँ ल साँझ पख भट्टीमा छिरेको साँझ पख भट्टीमा छिरेको थाहै पाइन बेलुकती तिरेको कान्छी मुसुक्कै पैसा भुसुक्कै कान्छी मुसुक्कै पैसा भुसुक्कै अब म कान्छी मुसुक्कै भन्छ तपाईँहरू पैसा भुसुक्कै भन्ने ल कान्छी मुसुक्कै कान्छी मुसुक्कै ओके यो चाहिँ कान्छाको लाइन हो अब कान्छीको लाइन गाउँछु नाको फुली टल्केको टिलीले नाको फुली टल्केको टिलीले सोल्टी राजा तीन बेगमै फिलीले पैसा हर्लक्कै सोल्टी सर्लक्कै पैसा हर्लक्कै सोल्टी सर्लक्कै अब सोल्टी सर्लक्कै भने पालो तपाईँहरूको है त पैसा हर्लक्कै पैसा हर्लक्कै कान्छी मुसुक्कै कान्छी मुसुक्कै ओके ट्र्याक बजाउनुहोस् त ज्योति मगरको क्रेज कान्छी मुसुक्कै बजाउनु हौ केटा हो